भन्ने गीतको हामीसँग ल्याइदिनु होला र अब भने हामी फुल्ला उपस्थित सम्पूर्ण आदरणीय सम्मानित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू साथै युवा साथीहरू हामी यतिखेर यहाँको माझमा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने तर्फमा नै छौँ। अब यहाँको माझमा हामीले पहिलोपटक हाम्रो पहिलो प्रयास हो साथीहरूमा यहाँलाई हामी एउटा हुलो नाच यो पश्चिमेली हुलो नाच यहाँलाई हामी प्रस्तुत गर्न गइरहेका छौँ। यो विशेष त माघी पर्वमा विशेष गरिकन पूर्वी भेगमा यो हुलो नाच प्रस्तुत गर्ने गरिन्छ। यो हाम्रो मगर समुदायको विशेष गरिकन पूर्व क्षेत्रको नेपालको पूर्वी क्षेत्रको निकै नै महत्त्वपूर्ण र हाम्रो मगर समुदायको सिङ्गो इतिहासमा दुर्लभ यो नृत्य हो। यो नृत्यलाई हामीले जागरण गर्नुपर्छ, संरक्षण गर्नुपर्छ, संवर्धन गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यले यहाँको माझमा हामीले यो साधनमा पहिलोपटक हाम्रै कलाकार दिदीबहिनीहरूको साथमा हामीले यहाँलाई हुलो नाच प्रस्तुत गर्न गइरहेका छौँ। विशेष गरिकन यहाँमा हामीले अझै फिल्मी गीतहरू पनि यहाँमा प्रस्तुत गर्न बाँकी नै छ। तसर्थ यदि यहाँहरू साना भाइ बहिनीहरू म देखिरहेको छु यो उमेरमा यहाँलाई नाच्न पक्कै इच्छुक छ होइन, नाच्न इच्छुक तर भन्न नगरिरहनु भएको होला। तसर्थ कति पनि लाज नमानिकन डर नमानिकन यहाँको साथमा तपाईँहरूको प्रिय भाइ तपाईँको प्रिय दाइ दिदी बहिनी यहाँलाई सहजीकरण गर्नको लागि हामी तयार छौँ। तसर्थ यहाँलाई आफूलाई नाच्न मन छ भने नाम पनि टिपाइदिनको लागि म अनुरोध गर्दै अब भोलि यहाँको माझमा ढिला नलिकन हुलो नाच प्रस्तुत गर्न गइरहेका छौँ। नाम चाहिँ हाम्रो यहाँ हुनुहुन्छ हाम्रो मगर समितिका सहसचिव आदरणीय दाजु गणेश थापामगर, उहाँसँग चाहिँ नाम टिपाइदिनु होला। को हुनुहुन्छ भाइ बहिनीहरू आउनुको नाम टिपाउनु होला। अनि नाच्नेछौँ किनभने यो स्टेज हाम्रो लागि मात्र होइन, यहाँ जति पनि आउनु भएको छ यो सबैको लागि हो। र अन्तिममा हाम्रो यहाँ कौडा लाइभ कौडा हुनेछ। यहाँ मैले अगाडि देखिरहेको छु हाम्रो वापापुर देवबहादुर थापामगरज्यू यसै पनि हाम्रा कौडाका निकै नै उत्कृष्ट कौडा बजाउने गाउने नगौपात जाने सबै कुरामा खुबी हुनुभएको व्यक्तित्व हुनुहुन्छ आदरणीय रिबन दाजु, रिबनपुर मगर, हाम्रो वापा तिरबहादुरज्यू, स्वयं म अनुभव हुनुहुन्छ दाजुहरू सबैजना हाम्रो कार्यक्रमको अन्तिममा लाइभ कौडा हुनेछ। तसर्थ लाइभ कौडाको लागि नाच्नको लागि कलाकारहरू पनि रेडी हुनुहुन्छ, बजाउनको लागि सामान खेलजेडी झ्याली सबै रेडी छ, मात्र गाउनको लागि मात्रै हो। तसर्थ यहाँ सबैलाई हाम्रो कार्यक्रमको अन्तिम क्षणसम्म रहिदिनुलाई भद्रले खाना खानु भएको छैन, खाना खानु होला। हामीले आज विशेष गरिकन माघीका परिकारहरू बनाएका छौँ। अब भने हुलामा नाच्ने कलाकारहरू आइसकेपछि एकपल्ट जोरदार तालीले स्वागत गरौँ।